जनता चाहिँ सडकमा थिए नि त त्यति बेला त। कति थिए? लगभग मैले समाचारमा हेरे अनुसार पढे अनुसार 15-20 हजार थिए, 25,000 को हाराहारीमा जनताहरू सडकमा थिए अरे। 25,000 होइन, ड्रोन उडाएर हेर्दाखेरि 13,000 का आसपास भन्दा मान्छे थिएनन् भन्ने कुरा आइरहेछ। यस्तो क्या तपाईँको त्यो ड्रोनले गन्यो अरे त्यहाँ क्षेत्रमा उड्यो भन्ने कुरा नि छ नि त। त्यहाँ त्यो ड्रोन के त्यो जनता सबै खिच्नलाई जनतालाई त्यो कति जनता सडकमा आर्छ भनेर त्यो पत्ता लगाउन मात्रै ड्रोन उडाएको थियो होला त। त्यो ड्रोन त राजावादीको हुल जहाँ थियो त्यहाँ त उड्यो नि माथिबाट त, उडेर उसले काउन्ट गर्यो त त्यहाँ। त्यो 13,000 को हाराहारी चान्छु 13,900 समथिङ भने जस्तो लाग्छ हामीलाई। मलाई लाग्छ त्यति धेरै खर्च कुनै पनि व्यक्ति या कुनै पनि समूहले गरेन होला क्या। ड्रोन त्यसरी उडाएर त्यत्रो जमातमा रहेको जनताको भिडियो उतारेर तपाईँको त्यहाँबाट चाहिँ त्यसलाई चाहिँ काउन्ट गरियो भन्दाखेरि त्यो अलिकति हास्यास्पद नै हुन्छ क्या त्यो कुरा चाहिँ। पुण्य प्रसाईले भनिसक्नु भएको छ त, एप्सबाट हामीले गनेर हेऱ्यौँ भनिसक्नु भएको छ त। होइन उहाँले भन्नुभयो आफ्नो ठाउँमा छ, त्यो उहाँको तर्क आफ्नो ठाउँमा छ होइन। उहाँले एउटा अनुमानको आधारमा चाहिँ भन्नुभएको हो भन्ने मलाई चाहिँ लागिरहेको छ। अनुमान होइन, एपले गनेको कुरा नि अनुमान भन्न मिल्छ। अब एपले कसरी गर्ने, सानो ड्रोनले गर्न सक्दैन त्यो खाले ड्रोन हाम्रो यहाँ चाहिँ नर्मली कसरी चलाउँदैनन्। कुनै व्यावसायिक रूपले चलाउने मान्छेहरूले त्यो टाइपको चाहिँ ड्रोन चाहिँ यहाँ युज गरेको हामीले खासै देखिएको छैन। अहिलेको गणतन्त्रमा एउटा सामान्य जनताको छोरा, एउटा नागरिकको छोरा, जसरी आज चाहिँ रामचन्द्र पौडेल जुन एउटा सामान्य घर परिवारमा जन्मिएको व्यक्ति आज राष्ट्रपति हुनुहुन्छ नि त, यो एउटा गरिब दुखी जनताको पनि छोरा चाहिँ देशको उच्च शिखरमा पुग्ने अवस्थालाई फालेर राजा ल्याउँदैमा हुने चाहिँ परिवर्तन के हो त? अनि यो देश र जनताले पाउने के हो? योभन्दा पहिला गणतन्त्रमा राष्ट्र प्रमुख चाहिँ सामान्य एउटा जनताको छोरो बनाएर चाहिँ अहिलेसम्म चाहिँ पाए के त, यत्रो वर्षमा पाए के, त्यो पनि त कुरा छ नि त। तपाईँले देख्नु भएको छ, तपाईँले महसुस गर्नु पाउनु भएको छ। हेर्नुहोस् त घर घरमा सिंहदरबार विकासले आकाश छोइसकेको छ। त्यो यस्तो समय चक्रअनुसार अब यो 10-15 वर्षमा यतिको परिवर्तन भने कुनै पनि देशमा हुन्छ। हेर्नुहोस् योभन्दा अझ 20-40 गुणा बढी जानुपर्ने हो, तर हामी त्यो हिसाबले हेर्ने भने हामी धेरै पछाडि छौँ अझ पनि। नेपाल सरकारले यति राम्रो काम गरेको छ, जताततै जनता खुसी छन्, सुखी छन्। समृद्ध नेपाल, सुखी नेपाली, कति राम्रो नारा छ प्रधानमन्त्रीज्यूको। हेर्नुहोस् त त्यो यस्तो हुन्छ। हेर्नु पार्टीको सङ्गठनात्मक रूपले हेर्ने भने पार्टीको एउटा सङ्ख्यालाई हेरेर त्यो सङ्गठनभित्रका मान्छेहरू खुसी भए फरक कुरा छ। आफ्नो सरकार आउँदाखेरि माओवादीको आउँदा माओवादीको पार्टीको कार्यकर्ताहरू अथवा पार्टी खुसी होला, एमालेको एमाले होला, काङ्ग्रेस होला। तर वास्तविक रूपमा हेर्ने भने कुनै पनि पार्टी आएर खासै केही पनि भएको छैन भन्ने कुरा त्यो जनताले बारम्बार भनिसके, देखाइ पनि सके। राजा पोखराबाट काठमाडौँ आउँदै गर्ने क्रममा देखाइसक्यो त नतिजा जनताले नै। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त भनिसक्नु भएको छ, राजाले बढी बोल्यो भने उनलाई लगाम लाउनु पर्ने अवस्था आउन सक्छ, खबरदार भनेर उनले त च्यालेन्ज गरिसके त। यो त यस्तो उहाँहरूले नै फाल्नु भएको व्यवस्था अब उहाँहरूले स्वीकार्न सक्दै सक्नुहुन्न नि। तपाईँहरू सामान्य ढङ्गले बुझ्नुहुन्न। अब तपाईँको घरबाट तपाईँले छिमेकी घरबाट मान्छेलाई ऋण लिएको छ र उसलाई ऋणबाट चाहिँ तपाईँले तिर्नु छ भने निकालिदिनु भयो भने फेरि ल्याएर तपाईँले त्यहाँ ल्याएर राख्नु त पक्कै हुँदैन होला। उनीहरूलाई त्यस्तै भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष कमरेड प्रचण्डले पनि भनिसक्नु भएको छ, अब राजाले बढी बोल्यो भने दरबार हत्याकाण्डको हामी फाइल खतालेर उनलाई चाहिँ लगाम लाउँछौँ भनिसक्नु भएको छ। सम्भावना देख्नुहुन्छ? त्यो त अब पार्टीको हिसाबले बोलेका कुराहरू हुन्। अब त्यसमा कसले के कति गर्न सक्छ र को त्यहाँ चाहिँ अब रियल अपराधी राजदरबार हत्याकाण्डमा चाहिँ संलग्न रहेको भन्ने कुराहरू योभन्दा पहिला नै खोल्न सक्ने कुराहरू हुन्। कसैले खोलेनन् र अहिले विपक्ष भएको नाताले राजा पक्ष भन्दा फरक पक्ष भएको कारणले गर्दाखेरि विभिन्न पार्टीहरूले यो चर्चा होइन यो चाहिँ आलोचना गर्नु त एउटा स्वाभाविक कुरो हो क्या राजनीतिमा। छानबिन मात्रै होइन, पर्यो भने राजालाई नजरबन्दमा राख्नुपर्छ भन्ने सम्मका कुराहरू आउन थालेका छन् बजारमा। त्यो त सम्भावना छ? सम्भावना धेरै कम छ। धेरै कम छ। यदि नजरबन्दमा राख्यो सरकार पक्षले भने के हुन्छ? यति बेला देशका जनताहरू अहिलेका यो सरकारहरू चाहिँ राजनीतिक पार्टीहरू देखेर यति वितृष्णा बढेको छ कि त्यही कारणले गर्दाखेरि उनीहरूले राजा माग गरिरहेको छ नि। त्यति बेला उनीहरू त यो शासन सत्ताबाट खुसी छैन नि त नि। त्यो भएर नै राजाको उनीहरूले माग गरिरहेको छ। यही बेलामा राजालाई नजरबन्दमा हाल्नु भनेको देशमा अर्को फेरि दुर्घटना निम्त्याउनु हो। दुर्घटना निम्तिन्छ भन्दै गर्दा तपाईँको चाहिँ राजाको पछाडि जुन 15-20 हजार अनुमान गर्नुभयो तपाईँले, एप्सबाट गर्दा 13,000 समथिङ भन्ने कुरा आइरहेको छ। त्यति जनता एयरपोर्टमा उर्लिँदैमा राजा आउन त्यति सजिलो छ र? यस्तो तपाईँहरूले के देख्नु भइराखेको छ भने अहिले रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुन्छ, केपी ओली प्रधानमन्त्रीजी हुनुहुन्छ, छोड्नु होला यति सजिलै उहाँले राजालाई? जोसुकै पार्टीको नेता या देशको अहिले प्रमुख जोसुकै होस्, एउटा कुराले के हिसाब गर्नु तपाईँले बुझ्नु भने तपाईँले अहिले 13,000 मान्नुहोस्, 80,000 मान्नुहोस्, के सङ्ख्या 10,000बाट 20,000 हुने होइन, 20बाट 30 हुने होइन। कसरी हुन्छ? 10बाट 20 कसरी सम्भावना छ? हामीले यसलाई ख्याल एकदम निखरिएर आएको सङ्ख्या हो त, निखरिएर आएको सङ्ख्या हो। कसरी हुन्छ 10बाट 20? सुन्नु न, जनआन्दोलनमा के एकै दिन चाहिँ 62-63 को आन्दोलनमा एकैचोटि चाहिँ यति जनसागर चाहिँ जनताहरू लिएर चाहिँ के सत्ता परिवर्तन गरे हो र राज सत्ता अन्त्य गरे हो र?
तपाईँले हेर्नु भएन त्यो सुरुवात कति 10 वर्ष जनयुद्धकालमा भएको होइन त्यो जनयुद्धकाल सुरु भने 10 वर्ष लाग्यो भनेपछि यो त सुरुवात हो भोलि गएर हुन सक्छ त नेताहरूलाई बुढो हुनुभयो अब तपाईँहरू विश्राम लिनुहोस् भन्ने राजा पनि त बुढो हुनुभयो त के राजाको उमेर अब बाँकी कति छ त यस्तो राजा हुनुपर्छ भन्दै गर्दाखेरि म एउटा कुरो के भन्छु भन्दाखेरि ठिक छ ज्ञानेन्द्रलाई नै राजाको रूपमा चाहिँ नल्याएर कोही अर्को व्यक्तिलाई चाहिँ राजाको एउटा प्रमुख देशको इज्जतको रूपमा चाहिँ राखिदिए पनि त भइहाल्छ नि इज्जतको रूपमा राखेर हुने चाहिँ के हो त 5-7 वर्ष त गद्दीमा हुनु त सिरपोज लगाउनु भएको थियो त्यति बेला किन केही गर्न सक्नु राजालाई एउटा राष्ट्र प्रमुख भूमिकामा राख्ने हो क्या उसले कार्यकारी चलाउने होइन नि त त्यसपछिका सिस्टमहरूले कार्यकारी चलाउन सक्छ नि त आखिर सिस्टमले चलाउँदा त पहिला पनि त यस्तै अवस्था थियो त कमल थापा गृहमन्त्री हुनुहुन्थ्यो लगायत त्यस बेला पनि व्यवस्था त थियो त राजाले प्रत्यक्ष सैनिक शासन लगाउनु भएको थियो हेर्नुहोस् त त्यस्तो छ अब त्यो बेलाको व्यवस्था हामीभन्दा पहिलाको व्यवस्था गरेर हामीले बुझेअनुसार अब त्यो व्यवस्थामा चाहिँ अहिलेको जस्तो समय थिएन हेर्नुहोस् अधिकांश नेपालीहरू देशभित्रै रहेका थिए देशभन्दा बाहिर थिएनन् अहिले देशको आम्दानी नै त्यही अनुसारले बढेको छ त्यही अनुसारले विकास हुनु पऱ्यो नि त्यो बेलामा आम्दानी अनुसारको विकास त केही न केही थियो तर तैपनि विकास कम थियो होला जनताले त्यो अनुभव गरेको थियो होला जनताले त्यो प्रश्नहरू गरिरहेका थियो होला तर त्यस्तो कुरा देख्न पाइँदैन थियो नि त तर आजै देख्न पर्ने किन त यही केही तपाईँको चाहिँ गणतन्त्रमा लोकतन्त्रमा किन देख्न पाइनु पर्ने त तपाईँको अर्बपति राजाले आफ्नो कम्तीमा 50% सम्पत्ति गरिब दुखी जनतालाई बाँडिदिए हुँदैन देशको विकासमा लगाइदिए मिल्दैन किन राख्नु पर्यो त्यो के को लागि कसको लागि मिल्छ त्यो गर्ने हो भने त्यसको लागि त म पनि सहमत छु कि त्यो गर्नुपर्छ त्यो हुने मिल्दैन राजा ज्ञानेन्द्रले मात्रै होइन देशका नेताहरूले अन्य नेताहरूले नि गर्न मिल्छ त पार्टी सभापतिहरू अरब खरबको सम्पत्ति कहाँबाट आयो हिजो चप्पल लाएर आउने नेताहरू गाउँबाट आएको नेताहरूको आज चाहिँ देशमा रोपनी जग्गा कसरी भयो खरब सम्पत्ति राष्ट्र प्रमुख राखेर तपाईँको देशमा चाहिँ देश चलाउने पार्टीका होइन कि देश चलाउने एउटा नेताहरू चाहिँ त्यस्तै खाले हामीले खोज्नु पर्यो क्या रोज्नु पर्यो क्या